धरान उपमहानगरपालिका 8 स्थित अत्याधुनिक स्मार्ट बस पार्क आजदेखि सञ्चालनमा आएको छ। सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको 50-50% आन्तरिक स्रोतबाट करिब 1 बिघा 7 कट्ठा क्षेत्रफलमा बस पार्क निर्माण गरिएको हो। कुल रु 33,47,47,337 लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको जिम्मा बिकोई गीताञ्जली जेवी दुहुवी सुनसरीले पाएको थियो। निर्माण कम्पनीले रु 25,41,67,319 मा 2078 असार 30 गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो। बस पार्क 24,86,09,148 मा निर्माण सम्पन्न भएका बस पार्कमा एकैपटक 38 वटा ठूला बस र 18 वटा जीप पार्किङ गर्न सकिने व्यवस्था छ। भवनको बेसमेन्टमा 72 वटा दुई पाङ्ग्रे सवारी साधन, 60 वटा अटो तथा केही कार र जीप पार्किङ गर्ने सक्ने क्षमता रहेको छ। धरानको पुरानो बस पार्क साँघुरो हुँदा यात्रुको भिड, ट्राफिक जाम तथा विभिन्न असुविधा हुने गरेको उल्लेख गर्दै नयाँ बस पार्कले ती समस्या न्यूनीकरणका लागि सहयोग पुर्याएको हो। बस पार्कको व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लगिनेछ। यसै गरी धरान उपमहानगरपालिकाका हार्दिक अनुरोध गर्दै उहाँ कार्यक्रम सञ्चालक खगेन्द्र प्रसाद खतिवडा यो आयोजन यो उद्घाटन गरिएको प्रोग्राम धराने जनताको, धरानको हामी सबै धरानवासीहरूलाई म बधाई दिन चाहन्छु सर्वप्रथम। र अब मैले भने विकासको दाम यहाँ सबैले म भन्छन् के, हामी नभन्नेहरूलाई म प्रश्न गर्दै यो भन्नेहरूलाई प्रश्न गर्दै हामी हुनुपर्छ भनेर यही प्रोजेक्टबाट म भन्न चाहन्छु। यो प्रोजेक्टको कन्सेप्ट छलफल सुरुवात गर्ने मनोज मिनाङलाई हामीले सम्झिने कि नसम्झिने? त्यतिखेरको नगर विकासका चाहिँ साथीहरूले योगदान गर्नेहरूलाई सम्झिने कि नसम्झिने? अब यो प्रोसेसबाट अगाडि बढ्दै आएर स्वर्गीय हाम्रो तारा सुब्बा जो मेयर हुनुहुन्थ्यो, तारा सुब्बा उहाँ र मन्जु भण्डारीज्यूलाई सम्झिने कि नसम्झिने? यो पथबाट अगाडि बढेको प्रोजेक्ट तिलक राई हुँदै घरको सम्भाग हुँदा हामीसम्म आइपुग्दाखेरि यो आज उद्घाटन हुँदैछ। अनि यो प्रोजेक्टमा भूमिका कसरी कहाँ के जोडियो भन्ने कुरो हामीले देखिसकेका छौँ, बुझिसकेका छौँ, भनिसकेपछि विकास यसरी हुन्छ।